काम सबै भइसक्यो। अब अलिअलि सफा भन्दा हेलो एभ्रिवान, वेलकम ब्याक टु माई भिडियो। इट्स मी मतलब है तपाईँहरू सबैजनालाई थाहा छ अहिले चाहिँ भने म भिडियोहरू जस्तो अपलोड गर्दिनँ है। अनि आज चाहिँ इन्डिपेन्डेन्स डे हो, सो ह्याप्पी इन्डिपेन्डेन्स डे है। अनि अहिले चाहिँ भने म होमस्टेमा बसिरहेको छु। अल्छी लाग्यो, के भन्छ गेस्ट पनि थियो, गेस्टले क्यान्सल गर्यो हो। अन्त म चाहिँ यहाँ काउन्टरमा बसिरहेको छु। अल्छी लाग्यो, यति डरलाग्दो घाम पनि छ, बाहिर बादल पनि लागिरहेको छ, तर गरम चाहिँ भनौँ भने यति साह्रो छ। सो किप वाचिङ गाइज, हेर्दै गर्नुहोस् ल। आजको अपडेट दिन्छु ल साथीहरू, म के गर्छु भनेर। साथीहरू यो चाहिँ फुल होइन कस्तो दामी भएको छ नि, मलाई पुरा मनपर्छ। म चाहिँ फ्लावर्सको म चाहिँ यहाँ काउन्टरमा बसेर खिच्नुलाई बेसी नि हेर्नु सक्नुहुन्छ। यो चाहिँ हाम्रो डाइनिङ हल होइन। यहाँ बाहिरबाट चाहिँ देख्न सक्नुहुँदैछ बादल कति लागिरहेको छ है। तर पनि यस्तो साह्रो गरम छ, यति साह्रो गरम के भन्नु। यहाँबाट चाहिँ तपाईँको कञ्चनजङ्घा पनि देख्छ साथीहरू। अनि हाम्रो होमस्टेको डाइनिङ हल चाहिँ यस्तो छ ड्राइगनहरू होइन। अनि तपाईँहरूलाई पनि आउनु मन लाग्यो भने कन्ट्याक्ट गर्नुहोस् होला हो। अनि चाहिँ हाम्रो डाइनिङ हल हो। साथीहरू एकदम मेसी भइरहेछ अहिले हो, हामी भर्खर खाजा खाइसकेको। अनि यो चाहिँ हाम्रो होमस्टेको किचन होइन। किचन चाहिँ अहिले भर्खर भात खाएर यस्तो गन्दा भइरहेछ, सफा गर्नुपर्छ हो। अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो बर्तन चाहिँ यस्तो थुप्रिरहेछ हो। यस्तो छ भ्यू छ। फेरि आम्माम गरमले मर्छ। यति हो गुम्बा डाँडाको होमस्टे। अनि यो होमस्टेको नाम चाहिँ हो स्प्रिङ माउन्टेन्स, कटेज नम्बर 12। अब तल रुम सफा पनि गर्नु जानु छ साथीहरू। अनि यहाँबाट होमस्टे पनि बनिएको छ। अनि यहाँ माथि चाहिँ चौताराको उतापट्टि चाहिँ मेमीहरूको दोकान छ। अनि यो हो पिनी यहाँ हेर्नुहोस् साथीहरू, मैले यहाँ फुल रोपेको छु मेरो घरमा लाग्नुको लागि हो। तर मेरो फुल चाहिँ सुकेर हालत पत्ला भइसकेको छ। यहाँ हेर्नुहोस् साथीहरू, पहेँलो भएछ साथीहरू। म चाहिँ अब रुम सफा गर्नु जान आँटेको। यो रुमको चाबी चाहिँ यो हो कि यो रुम चाहिँ हिजो चेकआउट भएको, आज सफा गरेको हामीले। यस्तो गरेर ल्याइदिन्छ रुम त, अब डल्लै मिलाउनु पर्छ। यस्तो हुन्छ हामी चाहिँ रुमको हालत देख्न सक्नुहुन्छ। चाहिँ वासरुम हो कि वासरुमको लाइट हालिदिन्छु ल। करेन्ट छैन रहेछ, नो करेन्ट हेयर। बेसन चाहिँ म यो झोला चाहिँ के हो भन्दा यो झोला चाहिँ सामानहरू चाहिँ सकेर अब यहाँ हाल्ने। यो कटेज चाहिँ यस्तो छ कि साथीहरू, त्यही भएर पुरा ज्यादा गरम हुन्छ यहाँ चाहिँ हो। त्यही यो हो ड्रेसिङ होइन। अनि यहाँ छु म। अन्त हामी चाहिँ यस्तो हालतमा आउनुपर्छ काम गर्नु चाहिँ। बाथरुम पनि यति दामी क्लिन सफा हो। रुम पनि यस्तो सफा गरिदिन्छ, बढाल्नु चाहिँ बाँकी छ। यस्तो रुम सफा गरिदिन्छ कि तर भुत्नीहरू अहिले आएर भुत्ला जस्तो गरेर जान्छ। अब बढाल्नु मात्रै बाँकी छ। कोपट्टिको रुम होइन साथीहरू, एकदम सफा छ। यहाँ चाहिँ मान्छे बसेको छैन। अनि यो चाहिँ हामीले अस्ति नै सफा गरिसकेको थियो हो। टोइलेट चाहिँ फेरि कुनि त खोलेन भने चाहिँ स्मेल आउँछ नि त कस्तो खालके कि। अन्त ग्रिन कलरको घाँस छ। यो चाहिँ हो कटेज, उसले सफा गर्दैछ। अनि यो माथिको म तपाईँहरूलाई अहिले देखाउँछु खोलेर हो। यो चाहिँ कटेज, यहाँ चाहिँ बनिसक्यो, डुलेको छ। काम सबै भइसक्यो। अब अलिअलि सफा भन्दा पनि यहाँ कलरहरू गर्नु छ अरे। अनि यहाँ मुनि पनि बनिँदैछ। यो चाहिँ डुलेको छ दुइटा। पारी चाहिँ देख्न सक्नुहुन्छ, यहाँबाट चाहिँ भ्यू एकदम दामी। अझै यो यहाँनिर चाहिँ बस्नु भने चाहिँ दामी भ्यू देख्छ यहाँबाट चाहिँ।